गुड मर्निङ सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु हैन आज चाहिँ यो विषयमा कुरा गर्नु कि जसलाई हुन्छ नि जिम चाहिँ किन गर्न आवश्यक छ के हुन्छ नि कि हामी अधिकांश मान्छेलाई हेर्न सक्छौं हैन हेल्थमा प्रब्लम आयो हैन मतलब अब हात जोड्ने नसा सम्बन्धी प्रब्लम आयो फिजियोथेरापिस्टमा जान्छन् हैन तर फिजियोथेरापिस्टमा पनि गएर डाक्टरले फिजिकल एक्सरसाइजै गराउने हो फिजियोथेरापिस्ट भनेकै तपाईलाई एक्सरसाइज गराउने हो के मतलब अब तपाईको के दुखिरहेछ हात दुखिरहेछ त हातको एक्सरसाइज गराउने खुट्टा दुखिरहेछ त खुट्टाको एक्सरसाइज जिममा के हुन्छ भने तपाईलाई होल बडी टोटल एक्सरसाइज गराउने अनि त्यो तपाईको होल बडी टोटल एक्सरसाइज गरेपछि शरीरबाट पसिना झरेपछि त हामी रोगबाट त मुक्त भयौं त्यही हो हजुरहरुलाई हैन भन्न चाहन्छु म यति हो कि जिम जान आवश्यक छ हैन जिम एज अ बडी बिल्डिङै गर्नुलाई मात्र हैन र एज अ वेट लिफ्टिङै गर्नुको लागि मात्र